गुड मर्निङ सबैजनालाई नमस्कार र तपाईहरुलाई है अस्ति नै तपाईहरुलाई मैले हजुरबा टिम्बुरबुङको हजुरबा है सँग एक दुईवटा कुराकानी गरेको थिएँ र आज फेरि धेरै 6 महिनाको बादमा चाहिँ फेरि हजुरबासँग भेट भएको छ है। हजुरबासँग एक दुईवटा कुराकानी गरौँ है। हजुरबा नमस्कार। नमस्कार भाइ नमस्कार। हजुरबा आज पनि तपाईसँग बात गर्नु मन पर्यो कि आज अस्ति तपाईको के रे 6 महिना अगाडि एउटा भिडियो हामीले बनाएको थियौं र तपाई अहिले झन् 6 महिना भन्दा अगाडि भन्दा अझै तन्दुरुस्त हुनु भएछ है। अझ अन्त हजुरबालाई अहिले कस्तो छ हजुरबा? अहिले मलाई एकदम राम्रो छ। राम्रो छ है। तपाईलाई केही हेल्थको यो स्वास्थ्य सम्बन्ध केही समस्या छैन? अहिलेसम्म छैन। कति उमेर पुग्नु भयो हजुरबा अहिले? म अहिले 96 मा अब 95 सकेर 96 लागेर 6 महिना चाहिँ खाइयो भन्नुपर्छ। 96 6 महिना खाइयो। 6 महिना खाइयो। कुन साले हुनुहुन्छ नेपाली तपाईँ? म हजुर म 88 साले 1988 साले नेपाली। ए अन्त 88 साले मान्छे म 96 वर्षको हजुरबा चाहिँ यति तगडा है। अन्त अहिले तपाईको केही दबाईहरू केही खानु भएको छैन नि? अहिलेसम्म चाहिँ खाइरहेको चिया खाँदैछु। ए चिया मजाले चिनीको चिया मजाले खानुहुन्छ? सुगरहरू केही छैन? प्रेसर केही छैन? अन्त हजुरबा यतिको उमेरमा चाहिँ अब हामी चाहिँ अब 60 पनि तग्न सक्दैनौँ होला, तर हजुरबा चाहिँ 96 वर्षमा पनि यतिको तगडा हुनुहुन्छ है। हाम्रो हजुरबा टिम्बुरबुङ निवासी है, हाम्रो एकदम वरिष्ठ नागरिक हजुरबा हुनुहुन्छ र तपाईहरुलाई पहिला मैले भिडियो देखाएको थिएँ हजुरबाको। अहिले त झन् रातो पिरो हुनुभएछ हजुरबा तपाईँ त। तपाईँ यति साह्रो अहिले हेल्दी है, म त छक्कै परेँ अब तपाईँको यो हेल्थ देखेर। चाउरी परे नि कस्तो छु। अन्त तपाईँ अहिले पात्रोहरू पनि सबै हेर्नुहुन्छ है? हेर्दैछु, म हेर्छु। म घिउ दुध सबै खानुहुन्छ? सबै खान्छु, केही बारेको छैन। केही बारेको छैन। हजुरबा यति साह्रो तगडा हजुरबा है। यति अब उहिलेको चिजबिज खाएकोले गर्दा त्यस्तो भएको कि कस्तो, के भन्नुहुन्छ हजुरबा? खोइ केही बोल्नु सकेन, केही चिज खाइँदैछ अझै पनि। हजुर। र अलिकति यो बाउलो अगाडि थिएन, हजुर आफ्नो खेत थिएन। हजुर। अन्त मकै सकै खायो, कोदो खाइयो। हजुर। अनि यसो बसुसो पारेर दाइमै खाइयो। हजुर। त्यसरी जीविका चलाउँछ। अहिले चाहिँ यो उँधो काले अलिक बिगार्यो। हामीले आफ्नै जमिनमा उब्जेको चिज खाइयो भने चाहिँ तगडा हुन्छ है। आफ्नो हातले बनाएको चिज खाइयो। अहिले त अर्काले बनाएको के खाएर चाउरी पर्न थाल्यो। चाउरी पर्न थाल्यो है। अब 96 वर्षमा चाउरी नपरेर त के गर्नु र हजुरबा? र पनि यतिको तगडा चाहिँ अब हामीले देखेको थिएनौँ है। र हाम्रो हजुरबा यति तगडा हुनुहुन्छ र हामी सम्पूर्ण है परिवारबाट उत्तर तपाईँको है दीर्घायुको कामना गर्छौँ। तपाईँ है अझै 100 साल 100 वर्ष 110 वर्षसम्म बाँचेको हेर्नु पाइयोस् है हजुरबा। अब माथिका उपरवालाले के गर्छ भाइ, यो त म भन्न सक्दिनँ। हजुर। अहिलेसम्म त अब हिँड्दैछ भनौँ पर्यो। हजुर। हजुरबाको आशीर्वाद हामी नाता नातिना सबैलाई भइरहोस् है। परिपूर्ण राम्रो।